अनि हजुरहरूको चाहिँ खबर खाति कस्तो छ? हजुरहरूको चाहिँ खबर त एकदम राम्रो होला। हिजो मजाले मिलेरमा सम्झनेर पनि एकदम मजाले सुतिरहनु भएको छ हजुरहरू होला। अनि म चाहिँ अब घर जानको लागि त्यसैले हजुरहरू चाहिँ हेर्नु सक्नुहुन्छ। यता चाहिँ मेरो हस्बेन्ड पनि गएर जानुभएको थियो मलाई लिन चाहिँ। र चाहिँ हामी दुईजना चाहिँ हामी गइरहेको छौँ गाइस, हेर्नु सक्नुहुन्छ हजुरहरू। मेरो भिडियो चाहिँ अब घर गएको हेर्नु होला। आज चाहिँ म घरबाट यहाँ आमा घर माइत आएको पनि आज 5 दिन भइसकेको छ गाइस। थाहै छैन अब हिजो आएको जस्तो लाग्छ। 5 दिन भइसकेको छ। अब चाहिँ गान चाहिँ एकदम मजाको लगाएको छु गाइस, हेर्नु होला त कस्तो लाग्छ हजुरलाई सुन्नु मजाले। कुलत खराब संगातीमा बरालियो पैसा ओ कुलत खराब संगातीमा बरालियो पैसा। आज चाहिँ हामी जाँदैछौँ हाम्रो जडीबुटी स्कुल थियो नि त, जडीबुटी स्कुलमा पढेको नि त। त्यही रास्तातिर गएको सबैजना साथीहरूलाई देख्दैछु कि, अनि त्यसैले एकदम खिड्कीबाट हेर्दै जाँदैछु। हेर्दैछु साथीहरूलाई त कस्तो कोही त बुढी गएछन्। र अनि यसरी चाहिँ भ्यू गान सुन्दै गयो भने चाहिँ पिकनिक खानु गएको जस्तो लाग्छ लाग्दैन भन्नु त गाइस। मलाई चाहिँ भ्यू गान सुन्दै गयो भने गाडीमा पिकनिक खानु गएको जस्तै लाग्छ। अनि हामी चाहिँ पिकनिक खानु गएको जस्तै गरेर गान सुन्दै जाँदैछौँ। हजुरहरूलाई आसामिज गान चाहिँ कस्तो लाग्छ नि? अनि मलाई चाहिँ एकदम राम्रो लाग्छ। आसामिज गान गाउने एकदम नाचौँ लाग्छ है गाइस। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ भन्नु होला है। अनि अब चाहिँ घरको रास्ता पनि आइपुगिसक्यो। अब घर आउनलाई 2 मिनट लाग्छ। यो चाहिँ हाम्रो घरको रास्ता हो। यता घर आइपुगिसकेपछि पनि बसाउन थाले।